Once again, welcome back to my mini blog. आज म तपाईहरुलाई चाहिँ धरानको 3 गुनेमा अवस्थित शनि मन्दिरमा चाहिँ कस्तो छ भनेर तपाईहरुलाई चाहिँ म इन्फर्मेसन दिन गइरहेको छु। जो व्यक्तिहरु चाहिँ अहिलेसम्म चाहिँ यो ठाउँमा भिजिट गर्नुभएको छैन उहाँहरुको लागि यो भिडियो एकदम इन्फर्मेटिभ हुन्छ भन्ने आशा गरेको छु। आज भन्दा 5 वर्ष अगाडि म यो ठाउँमा पूजा गर्न आएका थिए। त्यतिखेरको तीर्थालुहरुको संख्या र अहिलेको तीर्थालुको संख्यामा मैले एकदम बढोत्तरी पाए र मलाई यस्तो लाग्यो कि विज्ञान र प्रविधिको जस्तो विकास भए तापनि मानिसहरुमा चाहिँ भगवानप्रतिको आशा र भरोसा चाहिँ एकदम बढ्दो छ भन्ने मैले महसुस गरे। के गर्नुपर्ने हेरौ यहाँ त लाइन रहेछ अनि कहिले पालो लाइन रहेछ